नमस्कार अनि हार्दिक स्वागत छ युट्युब च्यानल नयाँ उडानमा। यहाँ दिनहुँ प्रसारण भइरहेको छ आत्मनिर्भर बन्ने कला। आजको एपिसोडको शीर्षक रहेको छ तपाईँ भित्रै छ सफलताको विशाल शक्ति, द पावर विदिन यु। मित्रहरू, तपाईलाई सफल हुन कसैले अनुमति दिनु पर्दैन। आफ्नै मनबाट अनुमति लिनुहोस् र अघि बढ्नुहोस्। सफलताको पहिलो पाइला आत्मविश्वास हो र त्यो तपाईँ भित्रै छ। आजै उठौँ, बढौँ र लिउँ नयाँ उडान र सोचौँ, मनन गरौँ तलका 10 महान बाणीहरूलाई। नम्बर 1 मा रहेको छ खजाना तपाईँ भित्रै छ, आफ्नो इच्छाको जवाब आफै भित्र खोज्नुहोस्। नम्बर 2, सबै युगका महान व्यक्तिहरूको महान रहस्य नै उनीहरूमा आफ्नो अवचेतन मनको शक्तिसँग सम्पर्क गर्ने र त्यसलाई उजागर गर्ने प्रतिभा थियो। तपाईँ पनि त्यस्तै गर्न सक्नुहुन्छ। नम्बर 3, तपाईको अवचेतन मनसँग सबै समस्याको जवाब छ। यदि तपाईँ सुत्नुभन्दा पहिले अवचेतन मनसँग म भोलि बिहान 6 बजे उठ्न चाहन्छु भन्नुभयो भने तपाईलाई ठिक त्यही समयमा बिउजाइदिन्छ। नम्बर 4, तपाईको अवचेतन मन तपाईको शरीरको निर्माता हो र तपाईको उपचार गर्न सक्दछ। हरेक रात पुनः स्वास्थ्यको विचारसँगै सुत्न जानुहोस् र तपाईको आज्ञाकारी सेवक अर्थात् अवचेतन मनले तपाईको आदेशको पालना गर्नेछ। नम्बर 5, हरेक विचार एउटा कारण हो र हरेक परिस्थिति एउटा परिणाम हो। नम्बर 6, तपाईँ पुस्तक लेख्न चाहनुहुन्छ, उत्कृष्ट नाटक लेख्न चाहनुहुन्छ र आफ्नो श्रोताहरू सामु निकै राम्रो भाषण दिन चाहनुहुन्छ भने यो विचारलाई भावना र प्रेमसँगै आफ्नो अवचेतन मनसम्म पुर्याउनुहोस्। यसले उक्त विषयमा यसै अनुरूप प्रतिक्रिया गर्दछ। नम्बर 7, तपाईँ जहाजको कप्तान जस्तै हुनुहुन्छ। तपाईँले सही निर्देशन दिनुपर्नेछ, होइन भने जहाज दुर्घटनाग्रस्त हुनेछ। सोही प्रकारले तपाईँले आफ्नो अवचेतन मनलाई सही आदेश, विचार र तस्विर दिनुपर्नेछ जुन तपाईँका सबै अनुभवहरूलाई नियन्त्रित गर्दछ। नम्बर 8, यस्तो प्रकारको वाक्यको प्रयोग कहिल्यै नगर्नुहोस्। मसँग यसको लागि पैसा छैन वा म यो काम गर्नै सक्दिनँ। तपाईँ जे सोच्नुहुन्छ तपाईँको अवचेतन मनले त्यसै कुरालाई सत्य मान्दछ। तपाईँसँग कहिल्यै पैसा नरहोस् वा त्यो काम गर्ने क्षमता नरहोस् जुन तपाईँ गर्न चाहनुहुन्छ भने यसले सुनिश्चित गर्दछ। योभन्दा दृढ भएर भन्नुहोस्, म आफ्नो अवचेतन मनको शक्तिले सारा काम गर्न सक्छु। नम्बर 9, जीवनको नियम विश्वासको नियम हो। विश्वास तपाईँको मस्तिष्कको एउटा विचार हो। त्यस चिजमा विश्वास नगर्नुहोस् जसले तपाईँलाई नोक्सान र चोट पुर्याउँदछ। आफ्नो अवचेतनको शक्तिमा विश्वास गर्नुहोस्। यसले तपाईँको उपचार गर्नेछ, प्रेरित गर्नेछ, शक्तिशाली एवं समृद्ध बनाउनेछ भन्ने विश्वास राख्नुहोस्। तपाईँको विश्वास अनुरूप नै तपाईँले पाउनुहुनेछ। नम्बर 10 मा रहेको छ आफ्नो विचारलाई बदल्नुहोस्, तपाईँको भविष्य आफै बदलिनेछ। अन्तमा जे जति कुराहरू सही छन्, जे जति कुराहरू इमान्दार छन्, जे जति कुराहरू न्यायोचित छन्, जे जति कुराहरू विशुद्ध छन्, जे जति कुराहरू प्रेमपूर्ण छन्, जे जति कुराहरू तिनका कुनै गुणका कारणले र कुनै प्रशंसाले राम्रा भनिएका छन्, यी कुराहरूको बारेमा सोच्नुहोस्।